नमस्कार दर्शकवृन्द, तपाईहरू देख्न सक्नुहुन्छ मेरो पछाडि शिक्षक आन्दोलन भइरहेछ। दृश्य हेर्दा त लोकदोरी भइरहेको जस्तो देखिन्छ, तर विश्वास गर्नुहोस् यहाँ आन्दोलन नै भइरहेछ। आउनुस् अब हामी शिक्षकहरूसँग आन्दोलनको विषयमा केही चर्चा गरौँ। सर नमस्कार। नमस्कार नमस्कार। मलाई चिन्नुभयो? चिनिन त मैले। म नेपालको नम्बर 1 पत्रकार काजु अमला। काजु अमला? यो नाम त मैले पहिलोचोटि सुन्दैछु त हजुर। नो प्रब्लम सर, अब त सुन्नुभयो नि। हजुर हजुर, अब चाहिँ सुने। ल अब मलाई यो बताउनुस्, यहाँ आन्दोलन भइरहेछ कि लोकदोहोरी भइरहेछ? आन्दोलन भइरहेछ नि, देख्नु भएन? जबसम्म हाम्रो माग पुरा हुँदैन तबसम्म यो आन्दोलन भइरहन्छ। र जो हाम्रो आन्दोलनको बिचमा आउँछ त्यसलाई साइडमा राखेर फेरि आन्दोलन गर्छौँ हामी। ए भनेपछि तपाईहरू तोडफोड गर्नुहुन्न? तोडफोडमा विश्वास गर्नुहुन्न तपाईहरू? हामी शिक्षक हो पत्रकारज्यू, शिक्षकको आन्दोलनमा तोडफोड हुँदैन। तोडफोड नभए नि नाचगान त भयङ्कर हुँदो रहेछ त सर। नाचगान त हामीले सरकार र जनताको ध्यानाकर्षण गर्नलाई मात्र गरेको हो, नत्र आफ्नो काम छोडेर सडकमा नाची हिँड्ने पागल हो हामी। खोइ अनुहार त त्यस्तै छ।